हेलो हेलो नमस्ते म बबिन राणा आज चाहिँ थोरै नयाँ विषयमा कुरा गर्न गइरहेको छु। वास्तवमा यो नेपालमा हामीले भन्ने गर्छौं हैन, यो बाहुन क्षेत्री हैन, अरु मध्ये चाहिँ यो मगर गुरुङहरू हैन, अर्थात सामान्य रूपमा भन्दाखेरि मतवाली जातिहरू चाहिँ सोझो हुन्छ हैन। अनि उनीहरू चाहिँ अलि अहिले खासमा एकदम फ्र्याङ्कली भन्नुपर्दा चुतिया हुँदैन भन्ने एउटा चाहिँ भन्ने र गर्दै आएको हुँदै आएको कुरा पनि यही हो है वास्तवमा। र वास्तवमा मैले यो कुरामा चाहिँ धेरै भन्दा नि यसो बुझ्दै जाँदाखेरि वास्तवमा यो मतवाली अर्थात यो हाम्रो गुरुङ मगर यो तामाङहरू जस्तो सबै मान्छेले यो जनजातिहरूलाई चाहिँ किन सोझो बनाएको रहेछ, केले सोझो बनाएको रहेछ भन्दाखेरि तपाईले चाहिँ मतवाली भन्ने एउटा शब्द छ हैन। यो मतवाली शब्द त्यो पहिलाका महाराजाहरूले चाहिँ भनेको शब्द हो। यो मतवाली भनेको मात्ने, घरमा जाँड खनाउने, जाँड बनाउने हैन, तुम्बा बनाउने, रक्सी बनाउने, त्यही खाने हैन। त्यो खाएपछि त अब त्यसले गर्दाखेरि चाहिँ सोझो भएको रहेछ भन्ने चाहिँ अहिले प्रुफ जस्तै छ के। किनभने जब तपाईँ एउटा पुजारी मान्छे हुन्छ हैन, ऊ पुजारी हुन्छ, ऊ धेरै बोल्दैन, कसैसँग पनि बोल्दैन, धेरै कुराहरू सेयर पनि हुँदैन हैन। इभन उसलाई चाहिँ त्यो अब सम्बन्धी चाहिँ उस हुन्छ, त्यसका धेरै कुरा खुल्यो भने पनि नराम्रो होला जस्तो उनीहरूले फिल गर्छ। जब तपाईले एउटा चाहिँ अल्कोहल अर्थात जाँड रक्सी हैन लुन्नुहुन्छ, लिएपछि तपाईले चाहिँ सबै मनको कुराहरू चाहिँ खोल्नुहुन्छ के, वास्तविक कुरा के हो हैन, कसो हो। र तपाईलाई चाहिँ जब रक्सी नखाँदासम्म चाहिँ हैन पैसा खर्च गर्न गाह्रो हुन्छ, पैसा खर्च गर्नु हुँदैन भन्ने सोच्नुहुन्छ। अलिअलि खानुहुन्छ, हे पैसा भनेको यस्तै जीवनमा कहिले पुग्दैन भनेर तपाईले चाहिँ नखाने मान्छेले नि खा भनेर जबरजस्ती गर्नुहुन्छ के। त्यसकारणले गर्दा हामी गुरुङ मगरहरू त्यस्तै के, पहिलादेखि अब घरमै बनाउने खाने हैन, खाएपछि चाहिँ अब सबै कुराहरू सेयर गर्ने, घरमा पनि अब सबैले खाएपछि त सबै सेयर, अब घरको वातावरण नै अलिकति फरक हुने भयो नि त हैन। सबैले खाएपछि त अब त्यो नभन्नुपर्ने कुराहरू पनि भनिदिएपछि त सोझो भनिन्छ। त्यस कारणले गर्दाखेरि चाहिँ गुरुङ मगरहरू यो मतवाली जात भन्न न, अहिले चाहिँ पछाडि हामीले इन्डिजिनियस भन्ने गर्छ जनजाति हैन, जनजातिहरू चाहिँ सबै त्यसले गर्दाखेरि चाहिँ अलि सोझो देखिने अर्थात बहादुर। हामीलाई चाहिँ किन बहादुर भन्यो त भन्दाखेरि त्यही जाँड साँड रक्सी खाने, जाँड रक्सी खाएपछि गर्नु नसक्ने काम पनि म गर्छु भनेर हैन ज्यान तताएर अब गरिहाल्ने कि। अब त्यस्तो कारणले गर्दाखेरि चाहिँ यो भनौँ न यो चुतियाबाट चाहिँ सोझो हैन अलिकति पैसाकै खर्च गर्ने बनाएको कारण चाहिँ मेन भनेको अल्कोहल है, रक्सी हो। रक्सी बनाउने अहिलेसम्म खास यसको चाहिँ वास्तविक थाहा छैन, तर यो रक्सी जहाँ बनायो, जसले बनायो यसकै लागि बनाएको छ कि। तपाईले जस्तै यो आर्मी शासनमा, आर्मीमा भन्नुहोस् न, अब युद्धमा जाँदाखेरि तपाईँले रक्सी सक्सी खान सबै हुन्छ क्या। किनभने तपाईँले चाहिँ त्यसले एउटा चाहिँ साहस दिन्छ कि है, भरोसा दिन्छ तपाईँले चाहिँ एउटा चाहिँ रक्सी खाइसके पछाडि त्यसले सत्य बोल्छ हैन। हरेक कुराहरू चाहिँ यसले चाहिँ एकदमै एक हिसाबले राम्रो गरेको छ यो अल्कोहलले, एक हिसाबले चाहिँ अब त्यो बढी भयो भने चाहिँ नराम्रो हुने हो हैन। अल्कोहल वास्तवमा चाहिँ अब एक हिसाबले धेरै राम्रो छ, यो स्वास्थ्यको लागि पनि अब राम्रै हुन्छ भन्छ हैन, थोरै थोरै खाँदाखेरि। अब यसरी चाहिँ नेपालमा हामी तपाईँ मगर गुरुङ हैन, तामाङहरू अनि यो अब थारूहरू सबै यसरी नै खासमा चाहिँ सोझो अनि बहादुर अनि एकदमै दिमाग नभएको जस्तो पनि सोच्ने हैन, त्यस्तै भएर रहेछ के। त्यसकारणले गर्दाखेरि यो रक्सी भनेको एकदमै एउटा चाहिँ लिमिट रूपमा प्रयोग गर्दाखेरि यसले राम्रो इज्जत पनि दिन्छ हैन। अब तपाईले चाहिँ यसलाई चाहिँ बढी प्रयोग गर्यो भने यसले फेरि बेइज्जत पनि गराउँछ। योसँग गुड एज वेल एज ब्याड कुरा पनि छ। अब त्यो हो सबभन्दा। अब तपाईले चाहिँ अब नेपालमा अब धेरै बाहुन क्षेत्रले पहिला त बाहुन क्षेत्री भन्दा नि बाहुन भनौँ न, बाहुनहरूले त खासै खानु हुन्थेन हैन। नखाइसके पछाडि उनीहरू धेरै अब कुराहरू सेयर पनि नगर्ने हैन, घरमा पनि अब त्यस्तो त्यो अब वास्तविक कुराहरू नखोल्ने, अलिक बाहिर अलि दिमागवाला भन्ने, अनि चुतिया बन्ने के। अब रक्सी नखाएपछि त, जब रक्सी खाएपछि त सबै कुराहरू हैन हुन्छ नि त। त्यो अब त्यो खासमा चाहिँ अब धेरै मान्छेमा त्यस्तो अब सामान्य अब 2-4 जनामा त त्यो अब नहुन सक्छ हैन। तर पनि खास मेन भनेको तपाईँ हामी मगर हैन, गुरुङ अनि तामाङ क्षेत्रहरूलाई चाहिँ यो सोझो लेडा यो यस्तो भन्नु चाहिँ यो रक्सीले गरे है खास, अरू केही हैन।
तपाईँ हाम्रो दिमाग, तपाईँ हाम्रो सबै कुरा सेम हो। तपाईँको मान्छे भनेपछि बाहुन छेत्री होइन, तपाईँको तल्लो जात भने पनि अहिले चाहिँ अब त्यो तल्लो जात भन्ने पनि छैन होइन, सबैको एउटै हो क्या। अब एउटै कुरा हो, तर हामीलाई चाहिँ अलिकति एउटा चाहिँ संस्कार, एउटा चाहिँ त्यो कल्चर, एउटा चाहिँ अब तपाईँ हामीले गर्दै आएको जीवनयापनले होइन मात्रै चाहिँ फरक गरे हो। नत्र भने तपाईँ हाम्रो दिमागमा मस्तिष्क सबै एउटै हो क्या, रगत A+ होइन B+ AB होइन O एउटै हो क्या। त्यस कारणले गर्दाखेरि जस्ट तपाईँ हामीले गर्दै आएको बिहेभियर, तपाईँ हामीले मान्दै आएको कल्चर, तपाईँ हामीले मान्दै आएको एउटा धर्म संस्कृतिले मात्रै छुट्टै गरे हो। नत्र भने तपाईँ सबै तपाईँ एउटा चाहिँ मन हुन्छ, मेरोमा मन होइन, मुटु सबैको एउटै हो। यस कारणले गर्दाखेरि कोही चुतिया कोही केही हुँदैन। जस्ट हामीलाई कुनै कुनै कुराहरूले, कुनै कुनै चिजहरूले यसरी मूर्ख बनाइरहेको छ, यसरी लाटो बनाइरहेको, सोझो बनाइरहेको छ होइन, त्यति मात्रै हो, अरू केही होइन है। तपाईँको विचार के छ ल भन्नुहोस्। थ्याङ्क यू।